उ गरेको के हलुवामा बालुवा बनाउनलाई माछ सिक्ने यो मुजी कान्छी यो खातेलाई कसले जोडेको यो खातेलाई यो बलात्कारी खातेलाई कसले जोडेको यो खातेलाई कसले जोडेको यो माछाले गोविन्दले टोकिन्देलाई पेटभरि खाना पाए कि पाएन माछ सिक्नलाई बिहे खानुपर्ने कान्छी सिक्ने कान्छी ठोकाएर त्यत्रो रातभरि बेसरी के अरे पुतौरोको खरी झर्नेसम्म हान्दाखेरि त एक मुठो साग पाउँदैन यसले सब्जी किन्ने पैसा पाइँदैन हेर पर जानु है कान्छी गाइस दुईटा रोज हाना दुईटा रोज जुनी पाइछ दुईटा फुल हाना न यार कस्तो रहेछ ए रानी अनि म जानेको को छाडा बोल्यो यार मरेर गाजा अनि चिक्ने रन्डीको छोरी मुची अनि पडा ला यो यो देखा त ओइ देखा न चिक्ना देखा न हो देखा ओ देखा न घटी माओवादी लाइ पर्यो अस्ति रन्डीको छोरीले म बुच्चेलाई केटीलाई अस्ति देखा न मासले देखा न रन्डी त्यसलाई ओइ देखा न ओ भाइ आइज दे ओइ भाइ हाम्रो छोरा यता आइज माछ सिक्ने ओइ आइज दे भाइ बजाइदे यो ठमेलको माल हो बजाइदे 20 रुपैयाँमा ओइ क्यामेरा नजिक लगा राडी त कसो भाइले भन्यो भने यु तँलाई पड्काएन भने मरिजाम ओइ रानी सब केटाहरु मिलेर धर्मै ओइ कान्छा यता आइज न यता आइज न ओइ कान्छा पुरै केटाहरु हेर्दा ओइ पछाडी केटाहरु पुरै बसिरहेछन् एक ठ्याक सिक्दे भगे कान्छा त्यसलाई दिदी हल्का बिचारा ओइ तँलाई धर्म आउँछ दे के दे म त यहाँ बस्दिन है साथीहरु डबल ट्याप गर्नुस् है छुनुस् है यति राति यो संस्कारी केटी भएको भए यति राति त्यो ठमेलमा गएर रक्सी खान्छ ल गाइज भनेर त्यहाँ हेरेको कति केटाहरु छ पछाडी कति केटाहरु छ बेस्या अर्को राजा हेर न राणीको छोरा आमा चिक्का म यहाँ झन् आफ्नै आन्टीको माछु के यहाँ साला उता हेर्न भैँसीको ओइ ठमेल तेरो आन्टी हुन्छ ओइ भैँसीको पुतिमुखे ओइ गोविन्द हेर्न त्यहाँ भैँसीको पुतिमुखे रन्डीको छोरा भेटे भने म जहाँ पाए त्यहीँ ठोकिदिन्छु ठमेल तेरो आन्टी हुन्छ मादर चोत्नी हान्न आएको भन्न सिधै देखा त ल देखा केटाहरुलाई अघिको केटाहरुलाई जिम गया था पोल खोल्छ भनेर नदेखाएको हेर्न मासाले छिटो गर्न क्यामेरा घुमान है बादर इस टाइम क्यामेरा घुमा ऊ अब हेर त्यहाँ केटाहरु साइडमा कम छ मासाले त्यो अहिले ब्याटल हान्ने केटा दे भन्न खतरा हान्दो रहेछ बोला त्यो भन्न कस्तो पाखेनी छ के पाखेनी छ त्यस्तो केटाहरु कहाँ ल्याउँछ र यसले त्यस्तोलाई पो देखाएको अनि भ्युज पनि बढ्छन् तर खतरा दिएको थियो है अनि त्यो केटाहरूलाई मासले आइडी दिनुपर्छ कि अब एउटा मोबाइल र आइडी मासले मोबाइल छ यार अब भबाल चलाउँछ होला है त्यस्तरी दियो भने आज दिएको आइडी भोलि खाइदिन्छ होला ओइ त्यसलाई दिएन ओइ कान्छी ओइ त्यसलाई एकचोटि दे त म कुरा गर्छु म फोन दिन्छु त्यो भाइलाई किन्ने मन्डल तेरो एउटा भिडियो के मसँग फोन सबैजनाले फलो गरिदिनु ल म तपाईहरु सबलाई फलो गरिदिन्छु है त्यो भाइलाई पनि दे त मोबाइल ए राडी राडी झ्याप भएपछि यस्तै बेहोरा देखाउँछ कि आ भन् त त्यो कि त्यो भाइलाई दे त मोबाइल एकचोटि त्यो त देखा त त्यो तेरो नजिक लिएर आइज त म मोबाइल दिन्छु के त्यसलाई कसम छ के गेम नलगाए त्यो भाइलाई नदेसम्म गेम एक्सेप्ट नगर दे जा पहिला दे त्यो भाइलाई यता उ गर जाई जडियामा रन्डी म्याच सिक्नु सुनिनस् हेर त आफै झ्याप भएर बसेछ मुर्दार नि कस्तो जडिया त लान्छ ए गेम खेल्ने भए खेल खुरुक्क नत्र जाई जोड जान ओइ त्यो भाइलाई बोला न ओइ गर्न गर एक्सेप्ट गर ओइ गोविन्दे त्यो भाइलाई दे भन्न त नि एक्सेप्ट गर के ओइ त्यो भाइलाई दे न ओइ अलि नजिक लैजा न जा फोन हुँदैन के यसको हैन यसको फोन खोलिन्छ भनेर पनि नदिएको होला के यताबाट ट्याप ट्याप गर्ने म सबै सरहरुको नाम पढ्छु ल चिकौडी मेरो पट्टिको सरहरुको सबैको नाम पढ्छु ल भनेर गाउँमै बनाउने भएर बसेकी छे अहिले बेला भएको छैन एकछिन रोक्नु है
डबल ट्याप र गरेर फर्स्टमा हुनुहुन्छ एचएफडीआर नारायण छेत्री मनको राजा डबल ट्याप ट्याप सुरज नोटिस मगर डबल ट्याप बीके आई लाइक यु सफल डबल ट्याप गरेर बीबी राई कुमार ओइ मै मात्रै तिम्रो सफा भइरहेछ छिटो छिटो मनको डबल ट्याप गरौँ न राजकुमार। यिनीहरू मधुर भइरहेछ यति डबल हो ट्याप त गरौँ त गाइस सबैले एकचोटि फलो पनि गर्दैन त फर्स्ट गिफ्ट ट्रिपल को भन्छ त अहिलेको एमभीपी यो गेम हामीले जित्नुपर्छ ट्याप गर न गाइस तिरपलमा हान एमभीपी न बन्नु पर्यो एकजना तिरपलमा गाइस तर हामी तिरपलमा यस्तो पोइन्ट्स सनिचमेन्ट केही पनि हैन गाइस एभ्रीवन मिलम न छिटो सबैले फलो गर्नु होला थ्यांक यू धनकुमार निलम तामाङ के विक्रम छिटो? तामाङ थ्यांक यू सबले फलो गर्नेहरु सबैको म नाम त्यो लिन्छु भाइले भनिदिन्छु देखान ल भाइ राडी शिशिर राई थ्यांक यू सो मच कालो। फलो गर्नुको भएकोमा